सरी अंकल नहीं तो डिलिट गरिदियो अब भिडियो तपाईं जबरजस्ती नगर्नु किन अर्का अर्का कार्यक्रममा भिडियो किन बनाउनु तिमीले म यो छाउको यो हामी आएको होइन कुरा छैन आफ्नो पार्टीमा गएर कार्यक्रममा भिडियो बनाऊ के हामी पार्टीवाला होइन अंकल आफ्नो बोलो हाम्रो अंकल अंकल हामी पार्टीवाला होइन अनि अरु किन भइहाल्छ हाम्रो पार्टी कस्तो कस्तो भिडियो बनाउन नपाउने गरेको गाउँघरमा बोल्न नपाउने हो लिएर भिडियो बनाउन हैन गाउँघरमा बोल्न नपाउने हो अंकल तपाईहरुले अनुमति लिनु थियो यो ठाउँमा आउनको लागि फेरि त्यसो पार्टीमा हो कि या घन्टीमा सर हामी पार्टीको मान्छे आदै हैन के अहिले केही पनि पार्टीमा छ यहाँ सुन इमानदारपूर्वक म के भन्छु हजुरलाई मेरो रिक्वेस्ट 10 वटा जोड्नु हैन तर यो भिडियो चाहिँ डिलिट गरिदियो है एकदम डिलिट गरिदियो मैले पनि अनुमति नभए राम्रो काम हुँदैन फेरि तपाई मनको लागेको कुराहरु बोल्नुस् भनेर भन्नु त राख्नु दुईजना साथीका पनि बनाउनुस् न नि तपाई पनि बनाउनु यत्रो तपाईले पार्टीलाई हेप्या हो कि तपाईले पार्टीले जनतालाई हेप्या हो के कुरा गर्नु भएको छ यार जनतालाई हेप्या पार्टीले बोल्ने तपाईको अधिकार कुन पार्टीले कुनले ल्याएको थाहा छ तपाईलाई त अहिले बोल्न किन अधिकार कुन दिएको अहिले बोल्न किन नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैन थियो भने अहिले बोल्न तपाईले संघीय गणतन्त्रको कुरा नगर्नु तपाई किन मलाई के गणतन्त्रमा के बोल्ने अनि गणतन्त्र पुरा नगर्ने भन्न मिल्छ हामी मानव कस्तो कुरा गर्नुहुन्छ मेरो कुरा पनि सुन्नु मानव जीवनमा 100 वटा गुण गर्दाखेरि त मान्छेले भन्छ गुण एउटा वैगुण भयो भने भुल्दा भन्छ एमा त यहाँ 50% गुण कसले परिचालन गरियो भनेर मलाई कसैले परिचालन छैन 40,000 रुपैयाँ स्यालेरी तागेर आएको मान्छे म भोट हाल्नको लागि परिचालनै गरेर आएको जस्तो छ मान्छे हो यहाँ सुन्नुस् त्यो होइन नि त नत्र भने तपाईँ